यो कुरा किन गरेको भन्देखिलाई मैले है पैसा पाउने व्यक्ति सिमियो भाइ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू भ्लगमा तपाईँलाई स्वागत छ। र आज चाहिँ मेरो छोरोलाई बोकेर भ्लग स्टार्ट गरिरहेको छु र मेरो नाम चाहिँ यापेत सिलाल हो। र अब आजको यो दिन कस्तो छ भने म तपाईँलाई देखाउँछु। एकपल्ट टक्क देखाएर आजको भ्लगलाई सुरु गर्दैछु। दिन चाहिँ यस्तै छ, घाम लागिरहेको छ, चराहरू कराइरहेको छ, चिलाउने सबै हरियो भएर आइरहेको छ। हेर्नुहोस्, सबैतिर हरियाली हरियाली अब हुँदैछ। मकैहरू पलाइरहेको छ, बाख्राले खोले खाइसकेको छ, अनि गाईले पनि खोले खाइसकेको छ, मैले पनि चिया खाइसकेको छु। अनि बिहानीको काम गर्दै भ्लगलाई स्टार्ट गरिरहेको छु। हेर्नुहोस्, तपाईँहरूलाई डाँडा काँडा देखाउँदै आजको भ्लग स्टार्ट गरेको। ल तपाईँ देख्न सक्नुहुन्छ हाम्रो बारीमा कुकुर कुद्दैछ, सेतो दुईवटा कुकुर। त्यही कुकुरले हाम्रो एउटा कुखुरा खाइदिएको थियो। भ्लगमा हेर्नुहोस् तपाईँहरूले, त्यहाँनिर मेरो भ्लगमा छ। त्यहाँ मैले तपाईँहरूलाई भनिसकेको छु है, मेरो नयाँ घरको भ्लग चाहिँ अहिले म अलिक दिन देखाउँदिनँ। जबसम्म ओपनिङ हुँदैन, मतलब के भन्नु, घर पैँचो हुँदैन, तबसम्म म देखाउने छुइनँ। र म अरू नै तपाईँहरूलाई देखाउन चाहन्छु। अनि आजको दिन यस्तै छ। मेरो प्यारा भ्युवर्सहरू, तपाईँहरू कस्तो हुनुहुन्छ? म पनि सन्चै छु। र यहाँनिर चाहिँ आलुदम पाक्न आँटेको छ। आलुदम है, आलु र गुन्द्रुक मिसाएर। क्यामेरामा उयो लाग्छ हौ। आज खाने में क्या है? आलू और गुन्द्रुक। ठीक है। यहाँनिर गाईले खोले खाइसकेको छ भर्खरै। हेर्नुहोस्, हाम्रो बाख्रो त्यहाँनिर छ। सबै सुते क्या हो, देखा पऱ्यो नि त। खोले खाएर टन्न भएर सुतेछन्। आज चाहिँ मेरो घरको सिलिङ लगाइसक्नु पर्ने, कोही साथी पनि पाइनँ। आज चाहिँ सबै बिजी, कोही कहाँ जाने, कोही कहाँ जाने, कोही कहाँ जाने हो। यस्तो बिजोग भइरहेछ गाइस। आज चाहिँ सिलिङ लगाएर सकौँ भनेको थिएँ, काम अधुरो भयो मेरो घरको। यहाँनिर चाहिँ म छुरी उद्याउँदैछु सब्जी काट्नलाई। साह्रै भुत्ते भएछ। खोइ त, अरे के छ यसमा यस्तो साह्रो भुत्ते हुने? लाग्दै लाग्दैन त। अब चाहिँ लागेछ। अब चाहिँ लाग्यो।
आजको हाम्रो मिस्त्री बाबु यहाँ हुन्छ। मिस्त्री भाइ राम्रो काम गर ल। मिस्त्री भाइ फटाफट काम गर, हात पुरा त्यसको सर्नु पर्ने, छिटो गर। छिटो गर न हौ, के खेलाइ बसेको हो न। बिउ हो यो। भाइ ओइ के गरेको? हेलो भन्दै रे। हेलो भन्दै रे। यता हेर्न, गाई छोरीलाई भन्दैन अस्ति कस्तो नै भन्दैन हौ। ऊ यहाँ त को आएछ? अन्त यहाँ त यो पनि छ त अनि के अरे करेलाको बिउ पनि छ त। धुले अचार, यसको पनि धुले अचार हुन्छ हो र? सिमी भाइ ठुलो रहेछ। अच्छा ठुलो त यो हो, यो ठुलो। मिस्त्री बाबु भने के बनाइसक्यौ तिमीले? के हो यो चाहिँ? बन्दुक? अन्त अघि बन्दुक भन्दै थियो त। गाडी? उता स्याल आएको छ। के हो स्याल होइन? कुकुर आएछ पल्लो घरको। साथीहरू घर मात्रै बनाउनु पर्छ कि आमा सिकाउने मान्छेहरू अलिअलि हुँदैन। यहाँ चाहिँ यस्तो हुनु पर्थ्यो नि, त्यहाँ चाहिँ त्यस्तो हुनु पर्थ्यो नि, यहाँ यसो गर्नु पर्थ्यो नि, त्यसलाई त्यसरी मिलाउनु पर्थ्यो नि भन्ने अलिअलि हुँदैन नि त। तपाईँहरूको पनि त्यस्तो गाउँतिर त्यस्तो छ? आमा सिकाउने अलिअलि हुँदैन। आउने बित्तिकै यो भएन त्यो भएन भन्ने। आम्मा यो यहाँ हुनु पर्थ्यो, त्यो त्यहाँ हुनु पर्थ्यो भनेर। घर मात्रै बनाउनुहोस् न। आम्मा यस्तो भनाइहरू आउँछ कि बरु त्योभन्दा बरु यो यसरी बना भनेर बरु पैसा दिनु नि होइन। सिकाउने अलिअलि हुँदैन। जहाँ पनि म हेर्छु कि अलिअलि हुँदैन सिकाउने। फाइनली म चाहिँ अब खाजा खानु आँटेको छु भनेर। भात खाइ भाइ। किन? मेरो भिडियो हेर्दै गर्नुभएको भ्युवर्सहरू, म तपाईँलाई एउटा कुरा सोध्न चाहन्छु। तपाईँहरू पनि त होइन भ्लग बनाउनुहुन्छ होला अनि अथवा कुनै पनि भिडियो बनाउनुहुन्छ होला होइन। तपाईँहरूलाई अहिले पैसा पाउनु हुँदैछ कि छैन होइन, मलाई कमेन्ट गर्नुहोस्। मैले पैसा थाप्दैछु भन्नु सक्नुहुन्छ अनि मलाई कमेन्ट गर्नुहोस्। मैले चाहिँ अहिले पैसा थाप्नु थालेको छु। मेरो यति सब्सक्राइब भएर मैले पैसा म यति कति पाउनु भयो भनेर म भन्दिनँ, पैसा आउनु थालेको छ मात्रै भनिदिनुहोस्। मेरो च्यानलबाट पैसा आउनु थालेको छ भनिदिनुहोस्, बास त्यति नै म सुन्न चाहन्छु। कुरा किन गरेको भनेदेखिलाई मैले है पैसा पाउने व्यक्तिले पनि यो मेरो च्यानललाई हेर्नु हुँदो रहेछ भनेर यसो जान्नुको लागि मात्रै। फाइनली मेरो सम्झनाले चाहिँ यहाँ फुल रोपेको छ। ढुक्कै उसको दिनै साँझ परेपछि फुल रोप्छ उसले है। अहिले यति पुराको छ, पल्लोपट्टि पनि छ, उता पनि छ। अब चाहिँ भने गाइस म गाई दुन्छु।
यहाँनिर छ सम्झना हत्तु हैरान भएको छ। हिजो उसको खुट्टा पिल्साएर चाहिँ आज जाति भएको छ। अनि हाम्रो पप्पी पनि बिमारी छ। भाखा यसले आसमना यसले भाखा कुकुरले भाखा ए बिनन भएको छ। हाम्रो कुखुरा चाहिँ यहाँनिर छ। फाइनली गाइस आजको ब्लग यति नै छोटो अनि कस्तो भयो छोटो छ एकदम ब्लग चाहिँ है। यी दिनहरूमा म अलिक बिजी भएकोले गर्दा छोटो नै ब्लग ल्याउँछु र नयाँ हुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्नुहोस् र फेरि पनि नेक्स्ट भिडियोमा भेट्नेछौँ।